दरिद्र दुःख हारिणीम सत्ताम विभूति कारिणीम वियोग शोक हारिणीम भजामी बिन्दवासिनी। अर्थात् दुखी दरिद्रहरूको दुःख हर्ने, सत्कर्म गर्नेहरूको सदैव कल्याण गर्ने तथा वियोगको शोक दूर गर्ने भगवती बिन्दवासिनीलाई मेरो कोटि कोटि नमन छ। पहाडको काखमा अवस्थित पोखरा र स्वच्छ छटाहरूले सुसज्जित र दैविक पीठ तथा शक्तिहरूले शोभायमान एक अद्भुत क्षेत्र चन्द्रागिरी, जहाँ विभिन्न मठ मन्दिर, धार्मिक स्थल र दैविक पीठहरूको बीच मुटु र ढुकढुकी बनेर विराजमान भएकी छिन् दयाकी सागर, स्नेहकी खानी, करुणाकी देवी, भक्तवत्सल, जगत जननी जय मा बिन्दवासिनी। मुख्य परियोजना अन्तर्गत तयार पारिएको स्वरूपको मूल मन्दिर भने हाल निर्माणाधीन अवस्थामा छ। तर साधक र श्रद्धालु भक्तजनहरूको सदैव सुविधाको लागि भक्तवत्सल मा बिन्दवासिनीको प्रतिमालाई हाल प्राण प्रतिष्ठा सहित श्री बिन्दवासिनी आध्यात्मिक सङ्घको भवनमा विराजमान गराइएको छ। यसका साथै भक्तजनहरूले यहाँ विगत 40 वर्षदेखि जाजोलले अखण्ड ज्योतिको पनि दर्शन गर्न पाउनुहुनेछ। हाल यस आश्रमलाई नै मन्दिर अनुरूप मानिएको हुँदा यहाँ गणेश, हनुमान, शालिग्राम लगायत अन्य थुप्रै देवीदेवताहरूको प्रतिमा पनि राखिएको छ। यहाँ विशिष्ट आचार्यसँगै अन्य थुप्रै ब्राह्मण देवहरूबाट नित्य नै शक्ति जागरण तथा पूजा आरती हुने गरेको छ, जस अन्तर्गत बिहान 6 बजेदेखि 7:30 बजेसम्म पञ्चायन पूजन, शालिग्राम सेवा लगायत माता बिन्दवासिनीको पूजा एवं आरती हुने गरेको छ। सागरे बेनो समुद्रे बेनो गङ्गारी नदीभ्यो नमः समस्त तीर्थेभ्यो नमः वरुणकलशाय नमः नमो नमस्ते फटिक प्रभाय सुशीतहाराय सुमङ्गलाय। त्यस पश्चात 7:30 देखि 8:30 सम्म शिव पूजन एवं रुद्राभिषेक गरिनेछ। यसका साथै यहाँ नित्य नै नवग्रह हवन तथा गणेश सहस्रनामबाट श्री गणेश हवन हुने गरेको छ। यहाँ दिउँसो श्री गणेश सहस्रनामबाट 1000 दुबो अर्पण, नवग्रह जप, सप्तशती पाठ, सत्सङ्ग इत्यादि हुने गरेको छ। साथै नित्य नै साँझ मा बिन्दवासिनीको विशेष आरती हुने गरेको छ। श्रीमद् भागवत पुराण अनुसार देवकीको 8औं गर्भबाट जन्म लिएर कंसको संहार गर्नुहुने भगवान श्रीकृष्णलाई रक्षा गर्न योगमाया भगवतीले यशोदाको गर्भमा बास लिएर पुत्रीको रूपमा जन्म लिनुभयो। तब वासुदेवजीले नवशिशु श्रीकृष्णलाई यमुना नदीको पारी गोकुलमा नन्दजीको घरमा लगेर यशोदाको समीपमा छोडिदिनु भयो र यशोदाकी समीपमा रहनु भएकी योगमाया भगवती रूपी नवशिशुलाई चुपचाप आफ्नो साथमा मथुरा जेलमा लिएर आउनुभयो। जब कंस देवकीको भर्खरै जन्म लिएको शिशुको हत्या गर्न आयो तब त ऊ पनि आश्चर्यचकित भयो
किनकि देवकीको 8औं पुत्रबाट आफ्नो वध हुन्छ भनेर आकाशवाणी भएको थियो। तर उसले यसलाई भगवान विष्णुकै कुनै चाल वा छल सम्झेर जब त्यो नवजात कन्यालाई मार्ने हेतुले एउटा ढुङ्गामा पछार्न लाग्यो, तब त्यो शिशु कंसका हातबाट मुक्त हुँदै आकाशतर्फ जानुभयो र आफ्नो दिव्य स्वरूप योगमाया भगवतीमा परिणत हुनुभयो। त्यसपछि भगवतीले कंसलाई उसको वध गर्न देवकीको 8औं पुत्रले यो धरतीमा जन्म लिइसकेको कुरा बताइदिनु भयो र त्यस पश्चात धरतीकै तपोभूमि विन्ध्याचल पहाडमा गएर बास गर्नुभयो, जसकारण माताको नाम विन्ध्यवासिनी रहन गयो भन्ने जनमानसमा धारणा छ। स्वप्नमा पशुपतिनाथले नै पश्चिमतिर म जहाँ फर्किएको छु त्यो भूभागमा मात्रै माँ विन्ध्यवासिनीको मन्दिर निर्माण गर्नु भन्ने त्यस्तो किसिमको स्वप्न बाबालाई भइसकेपछि यही पश्चिम भूभागतिर आश्रमको लागि मन्दिरको लागि जग्गा हेर्ने क्रममा चाहिँ सतुङ्गल आइसकेर यहाँ यो स्थानमा माँको ज्योतिको पनि दर्शन भइसकेपछि यही स्थान नै माँको स्थान रहेछ भनेर जुन निर्णय बाबाले गर्नुभयो, यो ठाउँ कसरी अत्यन्त दिव्य रहेछ भने यसको पूर्वपट्टि माँ विष्णु देवीको अत्यन्त प्राचीन मन्दिर छ। यो विन्ध्यवासिनी मन्दिर बन्न लागेको पूर्व भागमा माँ विन्ध्यवासिनी र इच्छावृषेश्वर महादेव रहस्यमय श्मशानका साथ हुनुहुन्छ भने यसको अलिकति दूरीमा जाने बित्तिकै बाघ भैरवजीको अत्यन्त ठुलो मन्दिर छ। यही विन्ध्यवासिनी मन्दिर बन्न लागेको मन्दिरबाट केही दूरीमा जल विनायक गणेशजी हुनुहुन्छ। त्यसै गरी यसको नजिकै आदिनाथको अत्यन्त प्राचीन स्थान छ, जहाँ नवनाथका प्रवर्तक आदिनाथ, मच्छेन्द्रनाथ र गुरु गोरखनाथहरू सबै नवनाथलाई समेट्ने गरी आदिनाथको भव्य मन्दिर पनि छ। यहाँबाट केही दूरीमा शेषनारायण भगवानको मन्दिर छ। जसरी काठमाडौँ उपत्यकामा 4 महानारायणहरू हुनुहुन्छ, ती 4 महानारायण मध्ये एउटा शेषनारायणको रूपमा यहाँबाट नजिकै दक्षिणकाली जाने बाटोमा निवास गर्नुहुन्छ। यसरी पूर्वबाट हुँदै दक्षिणतिर दक्षिणकालीमा जुन 10 महाविद्यामा प्रमुख मानिने कालीमाको स्वरूपमा दक्षिणकाली आमा हुनुहुन्छ। त्यसै गरी नजिकै एउटा अत्यन्त पहाडै एउटा देवीको स्वरूपमा चम्पादेवीमा, जुन पहाड नै माको स्वरूप हो, त्यसरी चम्पादेवीको रूपमा हुनुहुन्छ भने यहाँबाट दक्षिणतिर दक्षिण पश्चिम आउँदाखेरि आदि सृष्टि अवतार मत्स्यनारायण भगवानको अत्यन्त प्राचीन र महत्त्वपूर्ण मन्दिर छ। यहाँ हरेक वर्ष 1 महिनासम्म मेला पनि लाग्छ। त्यसै गरी मत्स्यनारायण भगवानबाट अलिकति हामीहरू अझै पश्चिमपट्टि गएपछि माता तीर्थको रूपमा एउटा अत्यन्त पवित्र तीर्थस्थान छ। माता तीर्थबाट अलिकति हामीहरू अझै पश्चिमतिर लागेपछि चन्द्रगिरीको टाकुरामा भालेश्वर महादेव निवास गर्नुहुन्छ। भालेश्वर महादेवको तल पहाडको फेदीमा चन्द्रभ्राटेश्वर महादेव हुनुहुन्छ, जो अत्यन्त प्राचीन मन्दिरको रूपमा अवस्थित छ। त्यहाँबाट हामी उत्तरतर्फ जब लाग्छौँ, इन्द्रको स्थान, इन्द्रस्थान भनेर प्रसिद्ध एउटा देवताहरू जसरी भगवानहरू हुनुभयो त्यसै गरी देवताहरूको महत्त्व छ भनी यो क्षेत्रसँग सम्पूर्ण हाम्रो परिकर ईश्वरीय अवतारहरू, ईश्वरीय महत्त्व रहेकाहरू भैरवजी, देवी, नारायण, गणेशजी, तीर्थ, यसरी सबैलाई समेटेको केन्द्रबिन्दुको रूपमा अवस्थित यो एकदम बीचमा पर्छ। यो निर्माण हुन लागेको यो माँ विन्ध्यवासिनीको धाम। माँ विन्ध्यवासिनीको मन्दिर प्राङ्गणलाई एकदमै आकर्षक ढङ्गले हेरचाह गरिएको प्रष्ट देख्न सकिन्छ। वरपर विभिन्न ठुला वृक्षका साथै मौसम अनुसारका एकदमै आकर्षक फुलहरू पनि फुलिरहेका छन्, जसकारण पनि भक्तजनहरूलाई यस मन्दिरको प्राङ्गणमा प्रवेश गर्नसाथ हृदयदेखि नै एकदमै आनन्दित महसुस हुने बताइन्छ। माँ विन्ध्यवासिनीको दर्शनको निमित्त यहाँ हरेक दिन श्रद्धालु भक्तजनहरूको चहल पहल देख्न सकिन्छ। विशेष गरी यहाँ हरेक शनिबार लगायत
एकादशी र पूर्णिमाको अवसरमा भजन कीर्तन सत्सङ्ग हुने हुँदा भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गरेको छ। त्यसका साथै यहाँ अन्य थुप्रै पर्व तीर्थ शिवरात्रि, रामनवमी, जन्माष्टमी, गणेश चतुर्थी, मङ्गल चौथी, श्री पञ्चमी इत्यादिमा पनि विशेष कार्यक्रमको आयोजना, पूजा अर्चना, भजन कीर्तन एवं उक्त पर्व सम्बन्धित सत्सङ्ग हुने गर्दछ। त्यस्तै मुख्य रूपमा यहाँ चारैवटा नवरात्रमा विशेष समारोह हुने गर्दछ। आषाढको गुप्त नवरात्र र माघको गुप्त नवरात्रमा श्रीमद् देवी भागवत नवग्रह पारायण एवं चण्डी पाठ यज्ञ हुने गर्दछ भने चैत्र तथा आश्विन नवरात्रमा श्रीमद् देवी भागवत ज्ञान यज्ञ, नवग्रह पारायण एवं चण्डी पाठका साथै कथा प्रवचन पनि हुने गरेको छ। श्री विन्ध्यवासिनी आध्यात्मिक सङ्घको स्थापना कालदेखि नै यस सङ्घका प्रमुख संस्थापक पण्डित तेजनाथ शर्मा अर्थात् जगदाचार्य नेपाली बाबाद्वारा भावी योजना अन्तर्गत यस मन्दिरको परिकल्पना गरिएको हो। बाबाले यहाँ लिएर आउनुभयो विन्ध्याचल पर्वतबाट। अनि यहाँ विन्ध्यवासिनी ठुलो एउटा चाहिँ अब यहाँ 40 कति रोपनी जति जग्गा पनि यहाँको गरेर एउटा धेरै 100 शय्याको हस्पिटल बनाउँछु भनेर पनि लाग्नु भएको थियो। अनि यहाँ कार्यक्रमहरू बेला बेलामा सबै गर्दै जानुभएको थियो। अनि अब बाबा त्यतिखेर जानुभयो। यथाशीघ्र उहाँले जति गर्दै आउनुभएको चाहिँ परम्परा चाहिँ अहिलेसम्म चलिरहेछ। जो जसरी चलाएको थियो पूजापाठ यज्ञ ज्ञाति हो मोमादि अब यस्तो गर्नुपर्ने कर्महरू जति छन् यहाँको चाहिँ सबै कर्महरू अहिलेसम्म चाहिँ हुँदै आइरहेको। प्रमुख संस्थापक नेपाली बाबाको विशिष्टताको बारेमा संक्षिप्त रूपमा वर्णन गर्नुपर्दा जगदाचार्य सम्मान प्राप्त गर्ने विश्वका 7 सम्माननीय लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्ये बाबा एक हुनुहुन्छ। उहाँकै ऐतिहासिक अभियान सङ्कल्प र कर्महरू क्रीडा लोक शिक्षायाको रूपमा संस्थागत हुन सकोस् भनी कैयौँ यज्ञ समापन र मुठीदानद्वारा सङ्कलित र सङ्क्षिप्त पुँजीले काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 10 सतुङ्गलमा लगभग 28 रोपनी जग्गा खरिद गरी भगवती विन्ध्यवासिनीको मन्दिर निर्माण सँगसँगै आध्यात्मिक विश्वविद्यालय, आयुर्वेदिक चिकित्सालय लगायतको निर्माण कार्य प्रारम्भ गर्नुभयो। यस क्षेत्रलाई एउटा विशुद्ध ज्ञानोदय एउटा ज्ञानको केन्द्रको रूपमा प्रतिस्थापित गर्ने लक्ष्य लिएर माता विन्ध्यवासिनीको श्रीयन्त्रमय मन्दिर जो अहिले निर्माण कार्यको थालनी अगाडि बढिरहेको छ। यस्तै यहाँ आध्यात्मिक विश्वविद्यालय, धर्मशाला, सत्सङ्ग भवन, आश्रम, गौशाला आदि विविध यहाँ शिक्षा, स्वास्थ्य लगायतको कुरालाई अध्यात्मसँगै जोड्ने जुन एउटा तड्कारोका साथ हामी अगाडि बढिरहेका छौँ। 2058 सालमा यो चन्द्रगिरी नगरपालिकाको सतुङ्गल भन्ने ठाउँमा विन्ध्यवासिनी आध्यात्मिक सङ्घकै नाममा जग्गा लिन सुरु भयो। त्यसपछि लगातार विभिन्न कार्यक्रमहरू यस स्थानमा हुँदै पनि गए र जग्गा पनि जोडिँदै गयो। त्यसरी लगभग 2074-75 सालसम्म जग्गा जोडिँदै गएर अहिले हालसम्म यस विन्ध्यवासिनी आध्यात्मिक सङ्घको नाममा 28 रोपनी जग्गा यस चन्द्रगिरी नगरपालिकाको सतुङ्गलमा छ। विशेष गरी विश्व शान्ति, विश्व पर्यावरण, मानव मात्रको कल्याण, सामाजिक सौहार्दता, धार्मिक सहिष्णुता र नेपाल राष्ट्रको समृद्धि यी चिजहरूलाई अगाडि बढाउन हाम्रो वैदिक परम्परामा
यज्ञ आदि अनुष्ठानहरू, व्रतहरू, उत्सवहरू जुन गरिन्छ, यी सब कार्य गर्नको लागि यो स्थानमा एउटा ठुलो माको मन्दिर, त्यही किसिमले आउने भक्तहरूको लागि धर्मशाला, यज्ञ आदि गर्नको लागि गौमाताको विभिन्न द्रव्यहरू, दुध आदि यज्ञ आदिलाई चाहिने हुनाले त्यही अनुसारको गौशाला, विभिन्न ग्रहहरूको लागि शान्तिको लागि एउटा नवग्रह वाटिका यसरी यसमा स्थापना गर्ने गुरु योजना अनुसार महाविद्यावासिनीको 7 तले श्रीयन्त्रमय मन्दिर निर्माणको कार्य अहिले भइराखेको छ। देवीका साधक र अनुसन्धानकर्ताहरूका लागि 22,000 यन्त्रको महत्त्व उल्लेखनीय रहेकाले साधक र वैदिक वर्गका लागि विन्ध्याश्रममा निर्माण हुने उक्त यन्त्रमय मन्दिर एक महत्त्वपूर्ण स्थल बन्नेछ। अन्य निर्माण गरिने संरचनाहरूमा सत्सङ्ग भवन, धर्मशाला, आश्रम कक्ष, कार्यालय भवन, पूर्ण सुविधा सम्पन्न गौशाला, आध्यात्मिक औषधालय तथा श्री विन्ध्य सञ्जीवनी आध्यात्मिक आयुर्विज्ञान केन्द्रको पनि निर्माण गरिनेछ। साथै बटुकहरूको शिक्षाको लागि वैदिक गुरुकुलका साथै वैदिक सनातन धर्मलाई समग्र रूपमा बुझ्न चाहने वेद अनुयायी अध्ययनकर्ता, जिज्ञासु एवं आत्मकल्याण चाहने साधकहरूको लागि अध्यात्म सम्बन्धी साङ्गोपाङ अध्ययन गराइने एक बृहत आध्यात्मिक विश्वविद्यालयको निर्माण विन्ध्याश्रम परिसरभित्रै गरिने योजना रहेको छ। मा विन्ध्यवासिनीको मुख्य प्रतिमा श्रीयन्त्रमय रूपमा रहनेछ। वरिपरि समग्र देवीका प्रतीकहरूको स्थापना गरिनेछ। विविध देवी देवताका मूर्ति र तस्बिरहरूमा नेपाल र भारतमा अवस्थित विशेष महत्त्व राख्ने सबै तीर्थ र धामहरूका मूर्ति र श्री विग्रह जस्तै मुक्तिनाथ, ऋषि ऋषेश्वर, उपत्यकामा अवस्थित 4 महाविनायक, 4 महानारायण, पलाञ्चोक भगवती, दक्षिण काली, त्यसै गरी भारतमा अवस्थित काशी विश्वनाथ लगायत 12 ज्योतिर्लिङ्ग, बद्रीनाथ लगायत 4 धाम, तिरुपति बालाजी, श्री बाके बिहारीजी आदि प्रमुख देवदेवताहरूका प्रतीक स्वरूप श्री विन्ध्याश्रममा निर्माण हुने मन्दिरमा स्थापना गरिनेछ। यसको मूल उद्देश्य भक्तजन एवं दर्शनार्थीहरूलाई समय अभावले सबै तीर्थहरूमा जान अनुकूलता नमिले पनि यही मन्दिरमै प्रमुख देवीदेवताहरूको दर्शनको अभिलाषा पूर्ण होस्, साथै पुण्य लाभ होस् भन्ने रहेको छ। विशेष त विन्ध्य परिसरको चारैतर्फको पर्खालहरूमा गणेश सहस्र नाममा उल्लेख भए अनुसार गणेशजीका 1000 नामकै मूर्तिहरू र श्री बटुक भैरव सहस्र नाम स्तोत्रमा उल्लेख भएका 1000 नामबाट बटुक भैरवजीको मूर्ति स्थापना गरिनेछ। मन्दिरको आन्तरिक भव्यताका साथै बाह्य सुन्दरता र सजावटमा पनि विशेष महत्त्व दिइनेछ। साँझको आरतीमा सम्पूर्ण मन्दिर नै आरतीमय भई भव्य देखा पर्नेछ। हाल स्थानीय तवरबाट नै आर्थिक तथा सामाजिक सहयोगले निर्माण भइरहेको मन्दिरमा सरकार तथा राज्यको पनि ध्यान आकर्षण हुन एकदमै जरुरी रहेको गुनासो महाविद्यावासिनी आध्यात्मिक सङ्घका अधिकारीहरूको छ। त्यो हाम्रो गणेश महायज्ञमा पनि राजा आएका हुन्, तर राजा आएर संस्थागत रूपमा माताको लागि केही गरेनन्। गर्न सक्ने पावर भएको बेलामा नगरेको मान्छे भएपछि नगरेको भन्नु पर्यो नि त। त्यो गरेको चाहिँ मैले चाहिँ त्यो थाहा पाइनँ, किन म त समितिमै थिएँ, गरेको भए थाहा पाइन्थ्यो। अब अलिअलि आएर अब 2-4 नोटहरू चढाएर जाने र ढोकिदिएर जाने, पानीमा छेपिएर जाने भन्ने कुरो त्यो अलग कुरा हो। त्यस कारणले नेपालका राजनेताहरूले चिन्न सकेनन्, कसैले पनि चिन्न सकेको जस्तो मलाई लागेन। आउन सबै आउँथे, सबै अब अलिअलि सामान्य गर्ने त गरे होलान्, तर खासै राम्रोसित मन्दिरको लागि, माताको लागि नेपालको राजनेताहरूले गरेको मलाई चाहिँ देखिनँ है। अहिले करिब 2 वर्षदेखि यहाँका स्थानीय निकायले अत्यन्तै सहयोग गरिरहेको छ। चन्द्रगिरी नगरपालिकाले अत्यन्तै सहयोग गरिरहेछ। अहिले यहाँको वडा अध्यक्ष हुनुहुन्छ हाम्रो शिवकुमार महर्जन हुनुहुन्छ। अहिले उहाँ अत्यन्तै, उहाँले गर्दाखेरि पनि भन्न मिल्छ, उहाँले प्रस्ताव लानुभयो नगरपालिकामा। नगरपालिकाको नगर प्रमुख अहिले घनश्याम गिरिजी हुनुहुन्छ, उहाँ पनि बाबाको भक्त, माताको भक्त। उहाँले राम्रोसित रकम राखिदिनु भयो। अब 50-50 को उसमा भनेर राखिदिनु भएको छ, 50-50 भन्ने बजेट हुँदो रहेछ। त्यसबाट राखेर 2 वर्षसम्मको 2टा ढलान हामीले त्यसबाट त्यो बजेटबाट गऱ्यौँ।
प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणलाई समेत मध्यनजर राख्दै निर्माण भइरहेको यस बहुमुखी धार्मिक स्थलले निर्माण पश्चात आन्तरिक मात्र नभई बाह्य पर्यटनमा पनि ठूलो टेवा पुर्याउने कुरामा कुनै दुईमत छैन। हाललाई पनि मन्दिरमा सम्पन्न भइरहेका नित्य पूजा तथा विविध कार्यहरूमा समेत इच्छुक श्रद्धालु भक्तजनहरू निसन्देह सरिक हुन सक्नुहुनेछ। त्यसका साथै सर्वसाधारण श्रद्धालु भक्तजनहरूको व्यक्तिगत तथा पारिवारिक समारोह जस्तै विवाह, व्रतबन्ध, चौरासी पूजा, जन्मोत्सव पूजा, आयु चिरञ्जीवी पूजा, पितृ कार्य, श्राद्ध, सिधादान, तर्पण, यज्ञ जप यज्ञ, रुद्री, नवग्रह जप हवन, पास्नी अन्नप्राशन इत्यादि कार्यको लागि पनि यस श्री विन्ध्यवासिनी आध्यात्मिक सङ्घ जगदाचार्य पीठको ढोका सदा सर्वदा खुल्ला रहँदै आएको छ, जसका लागि सर्वसाधारणहरूले निसङ्कोच सङ्घमा सम्पर्क गर्न सक्नुहुनेछ। श्री विन्ध्यवासिनी आध्यात्मिक सङ्घ जगदाचार्य पीठ सदैव हजुरहरूलाई हृदयदेखि नै स्वागत गर्दछ।